कहिलेकाहीँ त कुनै काम सकिँदा पनि संसार जिते जस्तो फिल हुन्छ। हेलो एभ्रीवान, वेलकम टु माई मिनी भ्लग। अनि आज चाहिँ हाम्रो रोल बाइन्डिङ गर्न पनि थियो, जुन अस्ति पनि मैले हजुरहरूलाई देखाइसकेको थिएँ। अनि त्यो कभर पनि पल पार्नु थियो। आज कभर पनि 9-10 सेट नै बनाएको थिएँ। अनि त्यसपछि त्यसलाई पल पार्नु थियो। त्यो पल पार्न मलाई यति धेरै गाह्रो भएन, यति शास्ति भएन। देख्न सक्नुहुन्छ म एकछिन उफ्रिँदै फेरि बसिरहेको थिएँ, एकछिन उफ्रिँदै फेरि बसिरहेको थिएँ। अनि त्यो पाल पार्नलाई गाह्रो भएर मैले त्यो सिन्काले घोची त्यसको पाल बनाइरहेको थिएँ कि त्यो सजिलो हुन्छ, अलिक छिटो पाल पर्छ भनेर। अनि 5-6 जनाले अर्डर गर्नु भएको थियो। यति गाह्रो भएन त्यो बनाउनलाई। त्यो काम गर्दाखेरि मलाई 2 घण्टा लाग्यो होला कि टाइम त्यो सकिनलाई। अनि त्यही माथि कस्टमर आएर अहिलेसम्म सकिन, कति टाइम लगेको भन्दाखेरि त झन् पारो तातिन्छ मेरो त। सो साथीहरू, भोइसमा चाहिँ ध्यान नदिनु होला किनकि मलाई अहिले सन्चो छैन। लाइक कमेन्ट गरिदिनु होला। फाइल चाहिँ मैले यस्तो बनाइ देख्न सक्नुहुन्छ। बाइ गाइज, थ्याङ्क यू सो मच फर वाचिङ।